ले त विगत 7 वर्षदेखि टिचिङ हस्पिटलमा काम गर्दै हुनुहुन्छ हैन। अब टिचिङ हस्पिटलमा त दैनिक जसो परिवार नियोजनको लागि कति जति पेशेन्टहरू आउनुहुन्छ त? दैनिक जसो हाम्रो चाहिँ टिचिङ हस्पिटलमा हाम्रो छुट्टै शाखा छ, फ्यामिली प्लानिङ एसोसिएसन अफ नेपाल भनेर। त्यहाँ चाहिँ हाम्रो चाहिँ ट्रेन्ड सिस्टर्सहरू हुनुहुन्छ, हामी डक्टर्सहरू छौँ। त्यहाँ चाहिँ हामीले कपर टियर लगाउने, नर्भ प्लान्ट लगाउने, पिल्स दिने गरेको छौँ। दैनिक चाहिँ अब दैनिक भन्दा नि सालको हिसाबले गर्दाखेरि ले त विगत 7 वर्षदेखि टिचिङ हस्पिटलमा काम गर्दै हुनुहुन्छ हैन। अब टिचिङ हस्पिटलमा त दैनिक जसो परिवार नियोजनको लागि कति जति पेशेन्टहरू आउनुहुन्छ त? दैनिक जसो हाम्रो चाहिँ टिचिङ हस्पिटलमा हाम्रो छुट्टै शाखा छ, फ्यामिली प्लानिङ एसोसिएसन अफ नेपाल भनेर। त्यहाँ चाहिँ हाम्रो चाहिँ ट्रेन्ड सिस्टर्सहरू हुनुहुन्छ, हामी डक्टर्सहरू छौँ। त्यहाँ चाहिँ हामीले कपर टियर लगाउने, नर्भ प्लान्ट लगाउने, पिल्स दिने गरेको छौँ। दैनिक चाहिँ अब दैनिक भन्दा नि सालको हिसाबले गर्दाखेरि